पहिला जस्तो रमाइलो चाहियो दाइहरु, पहिला जस्तो रमाइलो हुँदैन। पहिला अब अर्कै तरिकाको रमाइलो हुन सक्छ, तर पहिलाकै जस्तो चाहिँ हुँदैन क्या, सेम टु सेम हुन सक्दैन क्या। समय एकनाथ हुँदैन। समय अब एक्जाम्पल रिपब्लिकलाई हेर न, पहिला जस्तो यो त्यसो गरेर हुन्छ त हुँदैन नि। मलाई हेर, म पहिला जस्तो गर्न सक्छु त, बे गरे आफ्नो आफ्नो बाध्यताहरू छ होइन, आफ्नो आफ्नो लेभल हुन्छ। पहिला अब लाइभमा कहाँहरू भन्दै बोल्दा मिल्थ्यो, अहिले अडियन्सहरू धेरै छन्, धेरै प्रकारको अडियन्सहरू हुनुहुन्छ, अनुहार देखाएर यसरी बसिन्छ। मान्छेहरूले अब गेमिङ फिल्डलाई यसले रिप्रेजेन्ट गर्छ भनेपछि धेरै कुराहरू कन्ट्रोलमा बोल्नु पर्यो होइन, सबै कुराहरूको एउटा उयो हुन्छ क्या, जुटी रमाइलो होला तर सेम पहिलाकै रमाइलो हुन्छ भन्ने चाहिँ म उयो गर्दिनँ है जुटीहरू। हुँदैन 100% हुँदैन नि, समय अनुसार परिवर्तन भइहाल्छ जुटी। जेस रमाइलो रोकिनु भएन, तर रमाइलो त्यही किसिमको हुन्छ भन्ने चाहिँ हुँदैन। घरमै हेर न, अब कहिलेकाहीँ मासु पकाउँदाखेरि कहिलेकाहीँ कस्तो टेस्ट हुन्छ, कहिलेकाहीँ कस्तो टेस्ट हुन्छ। त्यो एकनासको टेस्ट हुँदैन नि त होइन, कहिलेकाहीँ मिठो पनि हुन्छ।